मर्निङ साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। यता हेर न, नमस्ते गरिदेऊ। नमस्ते। हामी कहाँ जानु लाग्यो रे? बजार होइन, हस्पिटल जानु लाग्यो हामी त। हेलो भनिदिनु सक्ने मुजमा कोटाउनु त्यही मुजको धेरै हो, त्यो नपढेको खालि बिरामीमा के हुन्छ, त्यो मुजमा चाहिँ कोटाउँछ न कोटाउनु यता बोलाउनु भएको दिदीले। हजुर भन न, यता क्या दिदीले टिका दिदीले। साथीहरू, हामी चाहिँ जचाएर आइसक्यो होइन नानीलाई। अब ब्लड दिन बाँकी छ, रगत दिन जाँदैछौँ हामी चाहिँ। के भएको रे नानीलाई? के भएको रे? चुरा हो? होइन, खानेकुरा नखाएर सानो भाउ भन न। सानो भए अलिक मजाले भन न। सानो भाइ खानेकुरा नखाएर पोषण तत्त्वको कमी भयो अरे। अहिले धेरै पोसिलो खानेकुराहरू खाँदिन पर्यो अरे। यतै होला, यतै हो नि, यही हो नि होइन र? यही हो कि यता आउनु। यही हो भने मातृ त थापा यो चाहिँ नानी सुतेको बेलामा तानेको भएर उसलाई थाहा भएन धेरै होइन। अनि त्यो बेलामा चाहिँ धेरै ब्लड ननिस्केर अनि पछि फेरि तान्न परेको कि अलिकति भन्दा ब्लडै आएन। अनि त्यसपछि फेरि दोस्रोचोटि पनि तान्न परेको। तीन ठाउँबाट रगत निकालेको होइन, आउँदैन आएर। अनि बिचरा पछि त कति रोगको के माया लाएर बिचरा। हामी चाहिँ रगत तानेर पनि आइसक्यौँ साथीहरू। नानी रोएको है? नानीलाई कहाँ आया गरिदियो? कहाँ आया गरिदियो भन त? त्यहाँ सुन्ने चाहिँ यहाँ मेरो छोरीको यस्तो भयो है, रगत निकालिदिएर यहाँ पनि तीन ठाउँमा हुँदैन है। बाबालाई भनिदिने है, घरे बाबालाई भनिदिनु। अब चाहिँ हामी कपाल काट्नलाई पार्लर जाने हो गाइस। मेरो कपाल काट्ने हो। म्याजिकमा होइन क्या, अटोमा जाने हो। साथीहरू, हामी चाहिँ पार्लर आइसक्यौँ है। यही हो पार्लर चाहिँ। कम कपाल काट्ने हो। कपाल खतरा भयो मेरो। गर्मी शीतलमा गर्मी बढेर। देउरालीको चिसो चिसो हावाले मोरी तिमीलाई आँखाको साराले कहिले काहीँ मतिर नि बाटो मोड है गाउँले केटी चाहियो भन्छे नामाले। मेरो
चाहिँ फाइनल लुक्स यस्तो बनायो म आफै ढल्ने बेला छु मेरो हेलो कति बेर टाढ्नु त केटा मान्छे राख्छ त्यही छैन पलाउँछ कपाल हेलो दिदी कस्तो देखायो भनिदिनु नि त कस्तो देखायो दिदी कस्तो देखायो अरे भनिदिनु ल राम्रो देखाएन अब चाहिँ हामी खाजा खान जाने गाई साथीहरू हामी चाहिँ अघि नै घर आएको होइन अनि भिडियो बनाउनु चाहिँ पाएन कि मेरो कपाल लिएर मलाई एकदम आँसु लागिरहेन सुहाउ कि नसाउ म आफैलाई कन्फ्युज छु मलाई थाहा होइन के भयो अहिले कपाल यस्तो रेड कलर हालेको हल्का अलिअलि देख्नेमा चाहिँ त्यही पनि ठिकै छ अब केही छैन एकदम नराम्रो भएको थियो कि मेरो कपाल चाहिँ सधैँ पोको पार्ने अनि काट्दैन मेरो पाला के देख्यो राम्रै देख्यो अब चाहिँ भिडियो इन गर्ने बेला भएन भयो अब चाहिँ अब अर्को भ्लगमा भेट्छु तपाईँहरूलाई बाई बाई गाइस सी यू नेक्स्ट टाइम